सर्वप्रथम प्रभु परमात्मा जगत अधिपति भगवान को हृदय शिक्षण में कोटि कोटि दंडवत साष्टांग प्रणाम। मातृभूमि प्राणभूमि देवभूमि नेपाल आमाको यो धरतीलाई सत सत वन्दना छ र आज ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटी होम विराट ज्ञान महायज्ञको आज चतुर्थ दिवस चौथो दिन 17 गते पूर्वांग 18 गते 19 गते हिजो हवन प्रारम्भ र आज चतुर्थ दिवस चौथो दिवसको यो दिवाकालीन सत्रमा हामी छौं। बिहानी सत्रमा 100 कुण्डमा हवना भगवान को आनंद कंद भगवान को एकचोटि सबैले भन्नुस् हर हर महादेव। अलि आवाज निकालेर पुङ्दीकोटका महादेवले सुन्ने गरे हर हर महादेव। अझै आवाज निकालेर हर हर महादेव। घर घर महादेव जय होस्। आउनुस् सबै भक्तहरूलाई विशेष सम्मान छ। यो संसारमा कसैले कसैलाई नभनेको कुरा, श्रीमानले श्रीमतीलाई नभनेको कुरा, श्रीमतीले श्रीमानलाई नभनेको कुरा, छोरा छोरीले आमा र बाबालाई नभनेको कुरा, यो संसारमा अरूको विश्वास कसैको मान्दैन मनुष्य, तर केवल मान्छ भगवानको। किनकि कसैलाई नभनेको कुरा भगवानलाई भन्छ। आज त्यही भगवानको धाममा उभिएर हामीले भगवानसँग प्रार्थना गर्दैछौँ, प्रभु कोटी होमलाई सफल बनाउने सक्ने शक्ति सबैलाई दियोस् भगवानले भनेर भगवानसँग प्रार्थना गरेका छौँ। त्यसैले सबैजनाले सक्नेले धेरै सेवा गरौँ, नसक्नेले थोरै गरौँ, प्रभु प्यारे केही न केही सेवा समर्पण गरौँ भन्दै आउनुस् पूज्य गुरुदेवलाई हिजै स्वागत गर्ने कार्यक्रम रहेको थियो महाराजजीको तर्फबाट। हिजो अत्याधिक व्यस्तताका बावजुद कर्म प्रारम्भ भएन। आफ्नो नाम लेखेर राख्ने हो ल हजुर? आफ्नो नाम लेखेर राख्ने हो कि के हो? है तपाईँको यस्ता मनस्थलहरू छन्। चौतिल होइन चरु तयार गरिनेछ हवनको लागि। यो चरु र यहाँ 100 ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटी होम विराट ज्ञान मायाको 2082
Asparanam Bataye Namo Namah Sarvaya Jiva Sarvam Shakam Bataye Namo Namah Srimaguru Nabin Charanade Krintana Bataye Namah Yejaraya Golancharam Bataye Namo Namah Igumadya Dhanaya Savo Namo Namah Namo Namaste Bhava Namo Namah Sarabha Sarabhati Vasavo Namo Namo Subhya Swapati Vasavo Namo Namah Yadini Pyo Nelejanti Vasavo Namo Namah Vasavo Namo Namah Sunabhya Sunani Vasavo Namo Namo Rabibhyo Arabhi Vasavo Namo Namo Chibhya Sangrahiti Vasavo Namo Namo Mahadeva Arabhi Vasavo Namo 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 आफ्नो कुण्डमा आफ्नो कुण्ड छोडेर दोस्रो कुण्डमा जानु होला ये बुला जाते